आज यस कार्यक्रमका अध्यक्ष एवं शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय काका चन्द्रबहादुर थापाज्यू, यस मञ्चमा आसीन यस जहिले पनि एक कुस्मी सेरा का अध्यक्ष एवं सामाजिक विकास समिति का संयोजक विष्णु प्रसाद आचार्यज्यू, मंचमा आसीन यस शान्ति माध्यमिक विद्यालयमा लामो समयसम्म प्रधानाध्यापक भएर काम गर्नुभएका शान्तिदीप बहुमुखी क्याम्पस संस्था स्थापना गरेर त्यसको लामो समयसम्म अध्यक्षता गर्नुभएका र यस दक्षिण ढेकाइले भन्नुपर्छ यो शान्ति मावि शान्तिदीप बहुमुखी क्याम्पस लगायत यस क्षेत्रमा असाध्यै मेहनतका साथ असाध्यै इमानदारीका साथ शिक्षाको उन्नयन गर्नका लागि हर समय खटिरहनु हुने आदरणीय हरिप्रसाद शर्मा सर एवं यस क्षेत्रका सामाजिक तथा शैक्षिक व्यक्तित्व रुद्र आचार्यज्यू, यसै गरी यस विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य एवं शैक्षिक क्षेत्रका अग्रज व्यक्तित्व तथा सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्नुहुने आदरणीय चित्रप्रसाद चापागाईज्यू र विद्यालयलाई असाध्यै उद्यमशील र एउटा नयाँ भाषा तरङ्ग समय सापेक्ष रूपमा सञ्चालन गर्ने लगायतका बहु प्रतिभाका धनी यस शान्ति माध्यमिक विद्यालयका आदरणीय प्रधानाध्यापक आदरणीय हेमबहादुर जीज्यू, भूतपूर्व वर्तमान विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि आदरणीय विघ्नाश आचार्यज्यू, यस शान्ति माध्यमिक विद्यालयका सम्पूर्ण यहाँ उपस्थित हुनुहुने सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक सङ्घका संयोजक लगायतका सम्पूर्ण उपस्थित पदाधिकारीज्यूहरू, लामो समयसम्म सँगै सहकार्य गर्दै यस विद्यालयमा अध्यापन गर्दै आउनुभएका मेरा सम्पूर्ण शिक्षक साथीहरू, यस शान्ति माध्यमिक विद्यालय बाल क्लब सञ्जालका अध्यक्ष एवं बाल क्लबका अध्यक्ष विद्यार्थी बहिनीहरू लगायत मञ्चमा आसीन सम्पूर्ण महानुभावहरू र मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज म अत्यन्त गौरवान्वित भएको छु किनभने 2057 साल मलाई लाग्छ असारको महिना थियो। त्यति बेला यस जैमिनीबाट यस कुस्मी सेराबाट ठुलो समूहमा संयोग भन्नुपर्छ शान्ति उच्च माविको अध्यक्ष बनेर लगायतका सदस्यज्यूहरू र शान्ति माध्यमिक विद्यालयका हरिप्रसादज्यू लगायत अहिले यहाँ रुद्र सर पनि हुनुहुन्छ, चित्र सर पनि हुनुहुन्छ र आदरणीय हाम्रो तत्कालीन संस्थापक उच्च माध्यमिक संस्थापक अध्यक्ष जो आज मलाई विदाई गर्दा पनि उहाँ यसै विद्यालयको अध्यक्षता ग्रहण गरिरहनु भएको छ। यो एउटा मलाई पनि एउटा असाध्यै गौरवको कुरा लागिरहेको छ र लामो समयसम्म मैले यहाँ काम गरिरहँदा यस शान्ति माविमा काम गरिरहँदा र यो शान्ति मावि म आउँदाको चाहिँ एउटा परिस्थिति त्यस बेलाको अवस्थालाई सम्झँदा र अहिले वर्तमानसम्म आइपुग्दाको अवस्थालाई हेर्दा तुलना गर्दा मलाई गौरव लाग्छ किनभने त्यो +2 खोल्नेसम्म +2 बनाउनेसम्मको अवस्थामा ल्याउनका लागि त्यसभन्दा पूर्वका अग्रजहरूले साह्रै ठुलो मेहनत गर्नुभयो
त्याग गर्नुभयो र नेपालमा मात्र नभएर विदेशमा समेत रहनुहुने यस क्षेत्रका यस भेगका जनताहरूले आफ्नो गाँस कटाएर आफूले एक छाक बरु नखाएर पनि यहाँ शैक्षिक क्षेत्रको स्थापित गर्नुपर्छ, शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ र विद्यालय सञ्चालन गर्नुपर्छ भनेर यो शान्ति मार्ग भन्ने विद्यालय त्यति बेला यो हलेबारी भन्ने सिलबारीको यहाँ सामुदाको हलेबारीमा भैरव प्रावि भनेर चल्थ्यो अरे। त्यही केही बेर पछि त्यसलाई फेरि स्थानान्तरण गरेर यही सिरुपाटा भन्ने ठाउँमा लगिएछ र शान्ति प्रावि भनेर नामाकरण गरिएछ र त्यहाँदेखि त्योभन्दा पूर्व यस विद्यालयलाई यो अवस्थामा ल्याउनका लागि सहयोग पुर्याउनु हुने, योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति पनि म स्मरण गर्दै उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई एउटा धन्यवाद दिन चाहन्छु। र त्यसपछिका दिनहरूमा जति बेला 2057 साल श्रावण 7 गतेदेखि म यहाँ कार्यरत भएँ, त्यस बेलादेखि अहिले वर्तमान अवस्थासम्म आउँदासम्म पनि मलाई हरेक रूपबाट म चाहे प्रशासनिक क्षेत्रमा काम गर्दा होस्, चाहे मैले त्यो जिम्मेवारीबाट बाहिर रहेर काम गर्दा किन नहोस्, मैले जति पनि सहयोग मागे, जति पनि सहकार्य गर्न खोजेँ, यहाँ यो सबै समूह सबै क्षेत्रबाट त्यो सहयोग र सहकार्यको जुन मलाई मद्दत मिल्यो उहाँहरू सबैप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। र यस सन्दर्भमा यस कालखण्डीय समयमा 25-26 वर्षको पिरियडमा यदि कतै मैले जानेर त यो शैक्षिक संस्थाभित्र असर हुने, खराब हुने नराम्रा कामहरू केही पनि गरेको जस्तो मलाई लाग्दैन, तर पनि काम गर्ने दौरानमा सिलसिलामा कतिपय अवस्थामा त्यस्ता केही पितामिठा कुराहरू भएका भए पनि मैले ती कुराहरू सबै कुनै पनि हालतमा यस कम्पाउन्डभन्दा बाहिर सम्झने पनि छैन, नराम्रा कुराहरू बिर्सेर जानेछु र आगामी मेरो कार्यकालसम्म म बाँचुन्जेलसम्म मैले चाहिँ किनभने यो संस्थाहरू यो शैक्षिक क्षेत्रको लागि मेरो खुबीले र बरकतले भ्याएसम्म, मेरो क्षमताले भ्याएसम्म म औपचारिक रूपमा विदा भएर गए तापनि, विदा हुन परे तापनि मैले यस सामाजिक क्षेत्रमा, यस शैक्षिक क्षेत्रमा मैले जाने बुझेर सकेको योगदान अथवा सहकार्य सहयोग गर्नेछु भन्ने पनि मैले यहाँहरू समक्ष प्रतिबद्धता जाहेर गर्न चाहन्छु। जो 57 सालमा आएर पढाउन थालियो, मैले 57 र 58 2 वर्ष निजी स्वरूपमा तलब खाएँ र 2 वर्ष पुरा गरिसकेपछि हामीलाई अनुदान प्राप्त हुन्थ्यो। म 59 सालदेखि नेपाल सरकारको अनुदान खाँदै 2072 साल असारमा फेरि एउटा दरबन्दी क्रिएसन गर्यो राज्यले र म त्यो उच्च माविको दरबन्दीमा रहेर जागिर खाँदै आएको हो र त्यस कारणले मैले 2 वर्ष निजी स्वरूपमा त्यो संस्थाबाट तलब खान पनि परेको अवस्था हो। त्यसपछि मैले नेपाल सरकारकै पैसा खाएर अहिलेसम्म मैले भन्यो भने अब एम सरै हुनुहुन्छ, अब त्यसपछि भन्दा अगाडि हरिसर भन्दा पनि हरिसर गइसकेपछि मेघनाथ सर हुनुहुन्थ्यो। उहाँहरूलाई थाहा छ मैले एक दिन पनि मेरो बिरामी बिदा लिएको मलाई याद छैन। मेरा बिरामी बिदा जति सबै त्यही खातामै छन्। मैले कहिल्यै पनि मेरो हाजिरी कपीमा बिरामी बिदा लेखिदिनु पर्यो, राखिदिनु पर्यो भन्ने अवस्था पनि आएन। मैले निरन्तर रूपमा मेरा बिरामी बिदालाई पनि कटौती नगरिकन वास्तवमा भन्यो भने हिजोसम्मको कामहरू मैले सकेर यो विद्यालयबाट 2 महिना भए पनि विश्राम लिएको छु। किन मेरो 11 कक्षाको विद्यार्थीहरूलाई पनि मैले मेरो कोर्स पुरा गरेँ। मैले कपी परीक्षण पनि अब गर्छु भनेको छु र प्रश्नहरू पनि निर्माण गरेर प्र्याक्टिकलको नम्बर पनि मैले 11-12 को सबै सिद्धाएर म यहाँबाट गएको 2 महिना पहिला र अहिले विशेष कारणवश 2 महिना पछि आएर यो विदाई समारोहमा हामी उपस्थित भएका छौँ। मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, एउटा गौरव मलाई के मानेमा लाग्छ भने यो ठाउँमा आएर मैले पढाइसकेका मेरा उत्पादनहरू, हाम्रा यो शैक्षिक क्षेत्रका उत्पादनहरू असाध्यै महत्त्वपूर्ण ठाउँमा पुगिसक्नु भएको छ। कोही नेपाल सरकारको उपसचिव त धेरै भइसक्नु भएको छ, हाई प्रहरू धेरै भइसक्नु भएको छ। उदाहरणको लागि भन्नुहुन्छ भने मेघराज चालिसे भने त्यहाँ मौलासाको अहिले पर हुनुहुन्छ उता पश्चिमतिर भने विद्याधर शर्मा भन्ने अहिले सुन्तला चौर माविको पर हुनुहुन्छ। यी हामीले पढाएको 12, 11, 12 र डिप्लोमा पनि। र अझ खुसीको कुरा यही विद्यालयमा पनि हाम्रो पूर्ण सर हाम्रै
प्रोडक्सन हामीले पढाएर यहीँबाट पढेर जानुभएको उहाँ थाहै भएर यहीँ निमाहीमा अङ्ग्रेजी पढाउनुहुन्छ, क्याम्पसमा इङ्ग्लिस पढाउनुहुन्छ। त्यस्तै गरी हाम्रो राधा म्याडम पनि यहीँबाटै पढेर अहिले थाहै भएर यहीँ आउनुभएको छ। लगायत यो संस्थाबाट यो क्षेत्रबाट शिक्षा लिएका व्यक्तित्वहरू अनगिन्ती छन्। धेरै उत्पादनहरू भए र त्यो कुराले पनि हामीलाई गौरव लागेको छ र पनि जति गर्नुपर्ने थियो जुन रूपमा हाम्रो शैक्षिक उन्नयन हुन पर्थ्यो त्यो त हामीले सोचे जति हुँदैन। शिक्षा भन्ने कुरा त्यो लिएर पुग्ने कुरा लिएर सकिने पुग्ने कुरा पनि होइन, बाँचुन्जेल चाहिन्छ होइन। एजुकेसन फर क्रेडल एन्ड स्टुडी ग्रेप भन्छ। मान्छेको कोक्रोबाट सुरु गरेर मृत्यु नहुन्जेल चलिरहने प्रक्रिया हो शिक्षा भन्ने। यो लङ लाइफ एन्ड लङ वाइड प्रोसेस भनेर भनिन्छ। हाम्रो जीवन जत्तिकै लामो र फराकिलो चिज हो शिक्षा। त्यस कारणले हाम्रा कलिला भाइ बहिनीहरूले त्यही रूपमा आफ्नो एउटा भविष्य उज्जवल बनाउनका लागि अत्यन्त कडा मेहनत गरेर त्यो समयको माग अनुसार अध्ययन गरेर आफूलाई अगाडि बढाउनु हुनेछ भन्ने पनि मैले शुभकामना दिन चाहन्छु। र हाम्रा सहपाठी साथीहरू म जस्तै यो उच्च माध्यमिकमा जति पनि अहिले अस्थायी रूपमा रहनु भएको छ, मैले उहाँहरूलाई के सल्लाह सुझाव दिन चाहन्छु भने त्यति बेला 57 सालमा हामी पयुबाट 3 जना सरहरू आउँछौँ। वाइएम सर भनेर भन्छ यज्ञनिधि पौडेल, त्यसपछि अनन्त आचार्य सर अहिले यहीँ हुनुहुन्छ र हाम्रो ईश्वरी सरलाई हामीले 63 सालमा कमर्स सुरु गरेको व्यवस्थापन संस्था सुरु गरेपछि ल्याएको। उहाँ पनि निरन्तर यही लागिरहेको भएको थियो। अहिले बल्ल उहाँ दरबन्दीमा जान सफल जानुभएको छ। यस समितिले लगेको छ विद्यालयले। म त्योप्रति पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अरू बाँकी साथीहरूले पनि चाँडै समयमा आफ्नो यो अस्थायी जागिरमा मात्रै केन्द्रित नभएर स्थायित्वको लागि पहल गर्नुहोस् र छिटोभन्दा छिटो के भने जीवनमा एउटा स्थायित्व भनेको ठुलो कुरो हो। अब आफू अवकाश भइसकेपछि पनि पेन्सन वेतन खाएर बस्नुपर्ने बेलामा फेरि मेहनत गरेर कमाएर खानुपर्ने भनेको अलिकता समस्यामूलक कुरा पनि हो भनेर मैले साथीहरूलाई त्यो सल्लाह सुझाव पनि दिन चाहन्छु। र मलाई अहिलेसम्म 57 देखि हालसम्म यहाँ आउँदासम्मको पिरियडमा जति पनि सहयोग गर्नुहुने र जति पनि मलाई यो अवस्थामा आज विदाईसम्म यो मेहनत गरेर मलाई यो विद्यालयले यो विद्यालय व्यवस्थापन समितिले र विद्यालय परिवारले समग्र समिति र यहाँको प्रबुद्ध व्यक्तित्वहरूले जुन सदा सहायता देखाउनु भयो यहाँहरूप्रति पनि म हार्दिक कृतज्ञता आभार प्रकट गर्दै बाँकी जीवनमा अब हामी औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा भोलिदेखि जहिले पनि हामी नजिकै छौँ, भेटघाट भइन्छौँ। म कक्षा कोठामा आएर पढाउन पनि सक्छु, तर यही औपचारिक हिसाबले पढाउने कुरा भएन। नत्र अनौपचारिक रूपले यहाँ टिचर आएन, यहाँ तपाईँले यो 2टा पिरियड पढाइदिनु पऱ्यो, आउनु सर भने म मेरो विषय पढाउनका लागि तयारै छु। म 10मा पनि पढाइरहेको हो, 11, 12 मेरा पढाएका विषयहरूमा त्यस्तो समस्या भएर स्कुलले चाह्यो भने मैले पढाउन नसक्ने अझै पनि छैन। त्यो कुरामा पनि मैले यहाँलाई सूचना जानकारी गराउन चाहन्छु भन्दै यो अब धेरै कुरा गरेर हुँदैन। धेरै साथीहरूले भनिसक्नु भएको छ। म अब यो विदाईको क्रममा यहाँहरूले गरेको स्वागत सम्मानको पुनः एकदम आभार प्रकट गर्दै यो छोटो भनाइ यही अन्त गर्दछु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद सरलाई।